फेरि भेटिँदा सुनाइदिन्छु सबै कुरा। ए साथी, हामी टाढासम्म आइपुग्यौं जहाँबाट सुरु गरेका थियौं। फेरि भेटिँदा सुनाइदिन्छु सबै कुरा। फेरि भेट्दा कसले सोचेको थियो र यतिका उडान, यति धेरै कुरा, र म आज यत्तिकै उभिएर बोलिरहेछु तिमीसँग। अरे बाटोहरूबारे हामीलाई हिँडेर हाँस्न मन पर्थ्यो, तर भिक्तरी कतै लाग्थ्यो यो धेरै टिक्दैन। बदलिनै पर्यो संसारलाई, फरक ढङ्गले हेर्नै पर्यो। त्यो तिरै अनुहारू कडा मिहिनेत जुन कहिले खेर जान्न। अब तिमीलाई राम्रो ठाउँमा देख्छु म। परिवार बारे किन नबोल्ने, किनकि परिवार नै त सबै थोक हो। जे गुज्रियो तिमी सधैँ साथमा थियौ। अब अन्तिम यात्रासम्म तिमी मेरो साथमै हुनेछौ। तिमी बिना धेरै लामो भयो आजको दिन। फेरि भेटिँदा सुनाइदिन्छु सबै कुरा। हामी टाढासम्म आइपुग्यौं जहाँबाट सुरु गरेका थियौं। फेरि भेटिँदा सुनाइदिन्छु सबै कुरा। फेरि भेट्दा पहिले तिमी हामी दुवैले आफ्नो बाटो छोडेर एक अर्कातिर हिँड्यौं। सानो चिन जानले मित्रता बन्यो। मित्रताले बन्धन, त्यो बन्धन कहिले नटुट्ने, माया कहिले हराउँदै छैन। भाइचारा अघि आएपछि किनारा कहिल्यै काटिँदैन। हामीले आफ्नै बलमा बनायौं त्यो सीमा रेखा, र त्यसैलाई पुग्यौं। त्यसैले सम्झिनु म टाढा भए पनि। परिवार बारे किन नबोल्ने, परिवार नै त हाम्रो जग हो। जे सहनु पर्यो तिमीसँगै थियो। अब अन्तिम यात्रासम्म तिमी साथमै हिँड्नेछौ। त्यसैले प्रकाशले नै तिम्रो बाटो देखाओस्। जस्ता सम्झना छन् हिँड्दै जाँदा त्यो अँगाला, र जुन बाटो लिन्छौ अन्त्यमा तिम्रै घरतिर पुग्नेछ। तिमी बिना धेरै लामो भयो आजको दिन। फेरि भेटिँदा सुनाइदिन्छु सबै कुरा। हामी टाढासम्म आइपुग्यौं जहाँबाट सुरु गरेका थियौं। फेरि भेटिँदा सुनाइदिन्छु सबै कुरा। फेरि भेट्दा